गाडी हिँड्दाखेरि बसिरहेको कहाँमा छु सित ढर्र हुन्छ कि गाडी। नमस्ते साथीहरू, हाम्रो प्रीतम गीत युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामी मुस्ताङ यानिके मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदैछौँ। अहिले हामी चाहिँ हेम्जाबाट 6 बजे चाहिँ हामी यहाँबाट हिँडिसकेका छौँ। एकदम एक्साइटेड छौँ, कस्तो छ होला के होला भने जस्तो एकदम मनमा चाहिँ भइरहेछ। तपाईहरुले युट्युब च्यानल सब्स्क्राइब नगरेको भए सब्स्क्राइब गर्नुहोला र के कस्तो छ प्रतिक्रियाहरू पक्कै पनि दिनुहुनेछ भन्ने हामीले एकदम धेरै आशा गरेका छौँ है। फाइनल्ली हाम्रो फ्यामिलीहरू पनि आउनुभयो। हेलो प्रियङ्का, गाडी लाखै न कति चिसो होइन म भएको भए त वा थैलो लिएर हिँड्नु पर्थ्यो सियर। बाबु के छ खबर? स्पेशल हिरोलाई डाँडो देखियो के ल। हामी यहाँ अहिले लुम्लेमा यसो चियापानको लागि बसेको छौँ। अहिले त चियापानको लागि मुद्दाको लागि सिट भएन, एकछिन बसी भेटौँला सबैजना। ल अहिले चिया खान जाउँला है। ल अब चिया खाने कहाँ झर्ने है। ल फाइनल्ली हामी यहाँ खाजा खान आइसक्यौँ, चिया खान। हेलो म्याग्दी, सेम टु यु। फाइनल्ली मैले अघि भन्थेँ नि जहाँ भन्थे म पुगेँ है। कहाँ भन्थिस् त नि जहाँ रे? अघि भनेको थिएँ नि मैले। के भन्छ आमाले बिर्सियो। अहिले देखिन्छ त्यहाँ राख्नुहुन्छ होला क्लिप, बुझ्नु आफैले। फाइनल्ली गाइस हामी त्यसमा आइपुग्यौँ। यहाँ तेल भर्नु राखौँ। अब यहाँ माथि चाहिँ तेल छैन, त्यो भएर कति हुन्छ। अब यहाँ फुल गरेर हामी जाने हो। चिसो चाहिँ एकदम भयो, रेनकोट लाएर हिँड्यो। चिनीले त्यसै चिनेछन्, नचिनीले त्यसै चिन्दैनन् होइन। आफ्नो सेफ्टी त गर्नु पऱ्यो नि। आज 2082 नयाँ वर्षको दिन, त्यही भएर नदी किनारहरू सबैभरि भराउ छन् आज। र यहाँहरूलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना छ है। फलोस् फुलोस्, राम्रो होस्। बाटो चाहिँ यस्तो हिलो छ बिचमा। झन् मोटरसाइकलहरू त ठुलुङ्ग पल्टेला आएको छ कि। राम्रै थियो है माथि पनि। म त डर लाएर ओर्ने है। म त डराएर झरे। ए भगवान्, ए गाडी त एकातिर ल एकातिर यत्रो हिँडिन्छ बिचरा। हामी दिल्लीको बजार आइपुग्यौँ।
हेर्नु त कति माथिबाट झर्न छ। तिनीहरू त वहाँ माथि पुगेछन् भने देख्नै गाह्रो छ। ल बुढाबुढीको माया अरे आजकल के भएको आजकलका बुढाबुढी 50 नागे त्यही नि यस्तो छ हालत। लिएर त बच्चाहरूले जस्तो आजकल निब्बा निब्बीको पाराले खानु जस्तो भएर पो बल्ल जिन्दगी जिउनको मजै छुट्यो। निब्बा निब्बी हुने खालि कहिले पनि सुन, कहिले पनि बच्चा छँदाखेरिको बाल्यपन मान्छे खोज्दै हिँड्छ के। किन हर चिजमा हामी बच्चा बाल्य पनि किन खोज्न पर्यो? यहीँ छ त बाल्य पनि। साथीहरु हामी चाहिँ भिडियो बनाउने कन्डिसनमा छैन। यस्तो हावा लाएर उभिने गाह्रो हुन्छ है। अहिले बन्द गरेँ म बोल्छु भाइ। ओ माई गड, यस्तो हावा लाग्दो रहेछ कि हे भगवान्, एकछिन बस्नु पनि एकदम गाह्रो हो नि। अब हामी चाहिँ मुक्तिनाथको मन्दिर चाहिँ लगभग आइपुग्न लाग्यौँ होला। पुराना घरहरू कस्तो राम्रो, वाउ दामी देखिएको कि। कति साँघुरो बाटो हो नि, पुरै हरियाली त कतै पनि छैन। फाइनली गाइज हामी चाहिँ मुक्तिनाथ तल चाहिँ बस पार्कमा आइयो है। हामी पोखराबाट। फाइनल्ली साथीहरू हामी चाहिँ बस पार्कबाट थोरै भित्र आयौँ। यस्तो जाडो भएको छ, ए भगवान् नि कुरा नगर्नु। आज हल्का पानी परेको कारणले गर्दाखेरि पुरै हिउँ परेको छ, चिसो असाध्यै छ। हामी अब होटेलको व्यवस्था गर्दैछौँ। कतिखेर गएर होटेलमा गएर बसेर
सिरकभित्र बसौँ जस्तो भयो जाडोले एकदम हातेका छौँ र हजुरहरू एकचोटि जसरी पनि आउनुहोला दर्शन गर्नलाई एकदम रमाइलो रहेछ ठाउँ पनि रमाइलो भएको छ हेर्नुहोस् है यहाँ सबैजना एकै ठाउँमा आफ्नो रुम छोडेर एकै ठाउँ आएर पोको परेर बसेछन् चिसोले कोही केटाकेटीवाले हिँडेर हिँडेछन् कोही फेरि बुढाबुढी लुक्क परेछन् उसको त अनुहारै चुप्पिएछ जाडो भएर सबै बाथरुम जान्छन् लङ टोइलेट रे अन्त बाथरुमबाट चिरिएको आवाज आउँछ किन आउँछ थाहा छ पानी चिसो रे कति चिसो अरे ओ माय गॉड रे के भयो ल हेरौँ त हेरौँ ओ हिमाल त ल यहीँ नजिकै आएछ है ल साथीहरू हाम्रो रुममै आएछ अघि चाहिँ आएको थिएन अहिले त आएछ कस्तो राम्रो टल्केको हो के कस्तो मजाले टल्केको के वाउ बाहिर ओ माय गॉड कस्तो राम्रो देखिएछ नि हेर्नु न हिमाल हिउँ परेर यहीँ तलैसम्म आइसकेको छ चिसो चिसो भने लास्टै भएछ वाउ हेर्नलाई चाहिँ यो मजा हो तर कपडा चाहिँ बाक्लो बाक्लो लाउनु पर्ने छ हिजो आज पानी परेको भएर नि होला हिउँ पनि परेछ त्यही भएर तलैसम्म हिउँ परेछ हामी चाहिँ यहाँ बुद्धको मन्दिरको भवनमा आछौँ दामी भएछ घोडा घोडामा चढे कति दिन्छ चुकुला आइदिने कोही छैनन् अन्ते 2 नम्बरको म पछिको हाम्रो मम्मी चाहिँ झर्दै हुन्छ खानाको लागि फालेर आउनु भएको छ को सुत्ने हो अरे को सुत्ने हो अरे को सुत्ने हो अरे भन त म त सुत्दिन रातभरि सुत्दैनस् हुन त पालेको पालै अरे होस् कहिले सुत्नु एटममा पनि छोडिरहेको एकचोटि पालेको चाहिँ हुन्छ गाडी हिँड्दाखेरि बसिरहेको काहीँ कहाँमा छु शीत झरेर हुन्छ कि गाडी गराउँछ शुभ बिहानी साथीहरू आज चाहिँ मौसम एकदम राम्रो भएको छ एकदम खुलेको छ अब यहाँ चाहिँ बजारबाट अब चाहिँ मुक्तिनाथको लागि अब हिँडेर जानुपर्छ हिमालहरू नि कस्तो राम्रो देखिएको छ आज एकदम जतासुकै खुल्ला भएको छ हिजो चाहिँ पानी परेको थियो अलि त्यही भएर अलि अँध्यारो अँध्यारो भएको थियो आज चाहिँ एकदम राम्रो भएको छ मौसम चाहिँ वाउ हेर्नु न कस्तो राम्रो देखिएछ है आनन्द के ल हेर्नुहोस् है मुक्तिनाथमा चाहिँ यसरी आइसै भने हाउसहरूभरि पुरै ए आमा यस्तो चिसो लास्टै चिसो नहर होइन ल जाम पो जाम डेन्जर बाघै जस्तो क्या ल जय मुक्तिनाथ ल मुक्तिनाथको गेट अब सिँढी सिँढी रहेछ बाटो चाहिँ र चाँडो चाँडो हिँड त मम्मीहरू उहाँ पुगिसक्नु ड्याडीहरू रेगिस्तान जस्तो कि अँ त नि है जाँदा कस्तो हिमाल देखिएछ कि फेरि त्यही भएर होला नि हरियो परियो केही छैन कि चिसो हिउँले खाइदिने होला क्या त्यहाँ 3 घन्टा
3 घण्टा पुग्छ अरे यहाँ हिँड्दै गयो भने हिमालमा। चाहिँ आफ्नो भक्कल गरेर यसरी चापी लगाएर यो घन्टीहरूमा चापी लगाएर छोड्छन् अनि आफ्नो भक्कल पुरा भएपछि अनि आएर चापी खोल्ने एउटा चलन रहेको छ पहिलेदेखि त। साथीहरू हामी मुक्तिनाथ मन्दिर आइयो। यति बिहानै पनि यहाँ टिकटक भन्दैछ। मन्दिर खोल्ने बेला भएर हुन्छ ट्याक्क 7 बजे मन्दिर खोल्छ अरे। तलाबमा डुल्की मार्ने अरे कोही चाहिँ नसकेर चाहिँ रेनको जोडेर पनि नुहाउनु भयो। नसकेपछि के लाग्छ यहाँ पानी यति चिसो छ कि पुरै नगर्नु। कोही चाहिँ बाहिर हर गङ्गे गर्नु भयो। हर हर महादेव, जय मुक्तिनाथ। ल है यसरी उता बाहेक 108 धारा नुहाएर आएर अनि यहाँ यसरी डुबुल्की मार्नुपर्छ है। यति चिसो छ भन्नुहुन्छ आज नसकेर उता फर्कन लानु भयो कि आउनु अब यता डुबुल्की मारेर त्यता गएर डुबुल्की मार्ने हो। कृष्ण जगन्नाथ प्रेमानन्दी। ए आमा त्यति सानो बच्चालाई नि त्यति सानो बच्चालाई त क्यारेका होला नि। बाबुलाई त यसो नगरेकै हुन्थ्यो। नगरिदिनु भयो। बच्चाहरूलाई के भयो अन्त बर्बाद हुन्छ नि भाइ। यस्तो चिसो छ लास्टै।
वाउ वा मामा अब छेर्नी भयो क्या घिउ खाएर ल है मजाले खा है पेटभरि खा ल सुरु लोकेसन्सहरू चाहिँ तपाईँको होटेलको नामहरू सबै भनिदिनु यहाँ खानाको के सुविधाहरू छ होइन थ्याङ्क यू सो मच है एकदम मिठो लाग्यो खाना साथै खाना खाए जस्तै फिल भयो थ्याङ्क यू बाई बाई हजुर गलेश्वर मन्दिर है साथीहरू